ल गाइस स्वागत छ तपाईहरु आजको नयाँ भिडियोमा पुनः पनि हजुरहरुको नयाँ भिडियो उपस्थित भइसकेको छु। आजको भिडियो यदि हजुरले सर्ट हेरेर आउनु भएको छ भने पनि स्वागत छ, सिधै आउनु भएको छ भने पनि स्वागत छ। बाकी अहिले चाहिँ ड्याममा आएको छु। आज हजुरहरूले सर्ट भिडियो हेरेर आउनु भएको छ भने चाहिँ थाहा नै होला, हिजो म यता घरतिर आएको थिएँ। बाकी सर्ट भिडियो हेर्नु भएको छैन भने सर्ट भिडियो पनि चेक गर्नु होला, हेर्दा अगाडिको कहानी बुझ्नु सक्नुहुन्छ हजुरले। बाकी अहिले चाहिँ म ड्यामतिर आएको छु भिडियोको स्टार्ट गर्न। हजुरलाई थाहा नै छ भिडियोको स्टार्ट सधैँ हाम्रो प्रायः जस्तो ड्यामबाट नै हुन्छ। आज पानी परे हुनाले चाहिँ हालत खराब छ। बिहान बिहान नै एक्सिडेन्ट भइसक्यो यो। एक्सिडेन्ट भइसक्यो ठुलो यहाँ। बाकी ड्यामको अवस्था चाहिँ अहिले यस्तो छ, पानी आउँदैछ यताबाट। ड्याम घाँसले भरिरहेको रहेछ आजकल। अनि धेरै दिन बाद यतातिर ड्यामतिर नआएको पनि। बाकी अब अहिले चाहिँ म यता ड्यामतिर छु, अब एकछिनमा घरतिर जान्छु होला। अब जान्छु होला नि जाँदैछु घरतिर अब म। बाकी यो चाहिँ हाम्रो टोर हो। हजुर किलो सुरुबाट भन्दा खोइ तँलाई भलकमा आयो 5 रुपियाँ दिनु पर्यो। 5 रुपियाँ दिनु पर्यो तँलाई भलकमा आयो। तँ भलकमा 1K सब्सक्राइबर भयो मान्छेको भलकमा आउनु पाएन र खुसी मान। ल भन डाइलग भन त खोइ। हेलो गाइज वाला ल भन तेरो च्यानल के छ? ल अब डाइलग भन तेरो। ल गाइज गेटअप चेन्ज भयो। अघि एक्सिडेन्ट भयो हुनाले गेटअप चेन्ज। बर्खामा यही झ्याउ त हुन्छ, दिनमा 3-4 जोडी कपडा बदल्नुपर्छ। गिरी यतातिर एक त बाटो पनि यस्तो छ, चिप्लो बाटो छ। अरे यो यताको फिलिङ त अलग्गै छ। आजकल कोठाको हालत भने यस्तो भएको छ। यहाँ चाहिँ बहिनीहरू सुत्ने रहेछन्। म चाहिँ उता आफ्नो दाइको कोठामा सुताइदिन्छु। अनि धानको बखारी पनि यहीँ रहेछ। यी चप्पल लगाएर यहाँ बाहिर हिँड्न गाह्रो पर्न लाग्छ। अब जुगाड गर्नुपर्ने छ अर्कोवाला चप्पलको। चप्पल त भेट्यो तर यो टुट्या रहेछ। अब यसलाई देसी जुगाड लगाएर बनाइहालौँ। ल हामीसँग अब यो धागा छ। ल चप्पल रेडी भयो, कम्फर्टेबल एकदम। ल म घरबाट चाहिँ जाने तयारीमा थिएँ। वातावरण एक्कासी बदलियो, पानी आउँदा जस्तो भइसक्यो। हावा चलिरहेको छ जोरले। एक्कासी हेर्नु त मौसम चेन्ज भएर यो हालत खराब। फटाफट जानुपर्ने छ यता। अब लम्की पुगिन्छ कि पुगिन्न भन्ने समस्या भइगयो यता त। अब ल फाइनल्ली रुममा चाहिँ पुग्यो भर्खर। बाँकी रुमको अवस्था पनि जस्तो छोडेर गएको थियो त्यस्तै छ। हुन त कुनै आउँथ्यो। बाँकी यो चाहिँ ताला खोल्दा चाबीलाई चाहिँ यहाँ भिडियोमै राख्नुपर्छ। त बिर्सिन सकिन्छ क्या पछि कहाँ राखेको थिएँ हुन्छ। अब
म जुत्ता खोलेर टापट छ्याल खोलेर हावा पास लगाएको म चाहिँ यहाँ भ्लग स्टार्ट गरेर छु बिर्सिहालेको थिएँ अहिले ठिकै याद आएर चाहिँ भ्लगको अब अझ सुरु गर्दैछु। अहिले चाहिँ म रोटी हाल्दैछु, एउटा रोटी बेलाएको छु कि तो माझमा लगाएको छु। एकछिनमा रोटी हालेर सक्छु होला। अब हजुरहरूलाई ठ्याक्कै रोटी हालेर भेट्छु म। लगाएको छु चाहिँ खानासाना खाएर आइपिएल हेर्दैछु। अब एकछिनमा सक्छु होला। आजलाई चाहिँ यति नै। भिडियोलाई लाइक शेयर सब्सक्राइब गर्दै जानु होला। हुन्थ्यो हजुर म जान्छु भिडियोमा लाइक शेयर सब्सक्राइब गर्दै जानु होला। धन्यवाद।